र मेरो साथी जिग्री मिस्त्री भैया के अरे नाम ओके गाइस बब्बा यहाँ तल देख्न सक्नुहुन्छ क्या दामहरू ल त्यही त मेरो क्यामेरा उठाउँदै यता म लड्न खोज्ने गाइस गाह्रो छ मलाई खै बुझेको तपाईँहरूले मेरो पिडलाई सब्सक्राइब भन्नु पर्यो नि त टक्क लाएर हो। सो नमस्ते गाइस, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। न्यू डे न्यू भ्लग अपडेट सँगसँगै यहाँहरू सबजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने मैले एकदम ठुलो आशा लिएको छु र म पनि अहिलेसम्म एकदम सन्चै आरामै भएको जानकारी म यहाँहरूलाई गराउन चाहन्छु गाइस। सो आज चाहिँ म र मेरो साथी जिग्री मिस्त्री भैया के अरे नाम रविलाई मैले यहाँ लिएर आएको छु। एकदम टाढा लेखमा आएको छु आज हामी होइन, टक्क लगाएर दसैँको बेला होइन गाउँमा आएको, यसो बाइकको क्लच प्लेट गइदिएर गाइस होइन, त्यही भएर मैले उसलाई मिस्त्री साइड लिएर आज गाउँ आएको थियो र गाउँमा बाइक किन्दाखेरि भन्ने ठाउँमा दिदिया रहेछ होइन। यो ठाउँमा चाहिँ म कति 10 साल अगाडि आएको थिएँ, अहिले चाहिँ धेरै परिवर्तन भइसकेको रहेछ होइन। टक्क लगाएर बाटोघाटो बनिसकेको रहेछ हाम्रो चाहिँ। हामी कति लगभग होइन हामी चाहिँ 4वटा बाइकमा आएको छौँ होइन, एउटा स्कुटर छ अनि त्यहाँबाट टक्क लगाएर अहिले चाहिँ हामी यहाँबाट घाँटी हुँदै जान्छौँ होइन। टक्क लगाएर यहाँ तल छ गाइस होइन, टक्क लगाएर आफू तल भनेको चाहिँ यही हो। अब त्यति धेरै आउँदैन नि त, म यहाँनिर अब कहिलेकाहीँ आउने हो गाइस होइन। टक्क लगाएर अब त्यही हो, दाई भाउजू अनि यतातिर भेनाहरू जानुभयो अगाडि होइन, हामी चाहिँ यता पछाडितिर छौँ र म 2 जना। टक्क लगाएर हामी चाहिँ भ्लगै गर्न भन्नु पछाडि बसेको थियौँ। अब टक्क लगाएर जान्छौँ होइन, पछि अब भेट्छौँ हामीले उनीहरूले साथी त्यहाँ अगाडि नै भेट्छ होला। यो नयाँ ठाउँमा फर्स्ट डे हो, फर्स्ट टाइम हो मेरो होइन। अब पहिला आएको छैन यतातिर। अब यो बाटो हुँदै धादिङबाट मलेखु गल्छी हुँदै फाइनली हामी टिस्री जान्छौँ गाइज होइन। टक्क लगाएर अब राइड हुने यहाँबाट हुनेछ, अगाडि गाडी गइसकेको छ। अब बाटो खै माथि त एकदम खराब थियो बाटो, यहाँनिर सायद राम्रो नै छ, राम्रै होला, माथिको जस्तो खराब चाहिँ छैन जस्तो लागिरहेको छ मलाई, सायद छैन पनि होला र नहोस् पनि होइन। टक्क लगाएर बाटो यस्तो छ गाइस, अगाडि गाइडहरू गइसकेको छ हाम्रो टोलीहरू होइन, तर म चाहिँ अलिकति पछाडि नै पर्यो। अब एउटा गाडी पनि गएको छ त्यहाँ अगाडितिर, बाटो कस्तो छ होइन, ओभरटेक हान्नुपर्ने हुन्छ। झ्याप्प लगाएर पानी हो नेपाल, फेरि यो विश्वमा जल स्रोतको दोस्रो धनी देश भन्थ्यो होइन, त्यही भएर हो कि त्यो जताततै पानी क्या। गाउँदेखि सहरसम्म जुनसुकै ठाउँमा पनि खाली खोलाको बाटो होइन। पानी चाहिँ धेरै छ हाम्रो त्यो के अरे यता नेपालमा भनौँ न होइन। ओके गाइस, लो छ बाटो यस्तो छ। सो गाइस फाइनली यहाँ सबजना भेट भएको छ होइन। टक्क लगाएर अब पछि हुन्छ अगाडि हर हुन्छ होइन। झ्याप्प लगाएर अमलले नि बाइक गाडी बनाएको छ अहिले, कता साउन्ड आउँछ होइन यहाँको। गुड पर्फर्मेन्स एभ्रीवान, खै बाबा दामी गाइस, दामी यतिको चाहिँ हुनुपर्छ गाइस होइन। टक्क लगाएर लेडिज एन्ड जेन्टलमेन गाइस सबजना देख्न सक्नुहुन्छ अगाडितिर होइन। टक्क लगाएर यसरी हिँड्नुको मजा होइन, झ्याप्प लगाएर बाबा nice performance guys. अफरोड पनि छ गाइस होइन, ठाउँमा के गर्ने यस्तो हो, गाउँघरको बाटो एक्सेप्ट गर्नुपर्छ होइन। हिजो अस्तिको बाटो हेर्दा धेरै राम्रो बाटो हो यो पनि। झ्याप्प लगाएर अफरोड आयो। जेनरलहरू होइन, यो ठाउँ एकदम नयाँ छ मेरो लागि होइन, तर कहिले नै आएको छैन। अब खारे बाटो हुँदै जाने हो हामी होइन। टक्क लगाएर कहिले नै गएको छैन, सुनेको थियो
ओ यो ठाउँ त दामी रहेछ होइन एकदम राम्रो लाग्यो मलाई गाइज होइन कलाएर दामी गुड पर्फर्मेन्स गाइज मैले अहिलेसम्म यस्तो ग्रुपमा चाहिँ म आफैले अहिलेसम्म राखेको होइन आज चाहिँ टक खोलाएर ग्रुपमा छन् त राइड होइन टक खोलाएर दाई भाउजू भेना होइन आमन पनि छ टक खोलाएर दामी छ गाइस टक खोलाएर सर होइन हिँड्नलाई मजा चाहिँ आउने गाइज होइन के गर्ने सधैँ यसरी हिँड्ने बाटो पार्नु पनि सिर्जना हुँदैन होइन अब एकदम मेन्टेन गर्नुपर्ने हुन्छ आज यस्तो दिन सिर्जना हुन्छ भनेर मैले सोचेको थिएन होइन फाइनली अब भयो ओके खुसी नै छु केही छैन होइन एकदम त्यस्तै नै हो गाइज पहिरो ओके 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 गाइज ओ यङ जी तिमीले मलाई ठाउँ त बब्बाल रहेछ गाइज बब्बाल यार तल देख्न सक्नुहुन्छ क्या दामी फाट रहेछ गाइज होइन टक्क लगाएर उठाइदिएँ मैले क्यामेरा ल के गर्नु त क्यामेरा उठाउँदै त म लड्न खोज्ने गाइज गाह्रो छ मलाई खै बुझेको तपाईँहरूले मेरो पिडालाई सब्सक्राइब भन्नु पर्यो नि त टक्क लगाएर भएन त यसरी भनेर मैले भनेको तर तपाईँहरूले नबुझेको यसो मजाक गाइज होइन टक्क लगाएर कुन ठाउँ हो यो कुन ठाउँ हो दिदी ए ल धन्यवाद लपाङ गाइज लपाङ भनेको चाहिँ यही रहेछ होइन म त फर्स्ट टाइम छ नि त होइन त्यही भएर खासै त्यस्तो यही कुराहरू थाहा छैन मलाई यहाँनिर होइन बाटो घाटो कताको के अब होइन इन्डियन हुन्छ नि त केही थाहा छैन मलाई ल गाइस टक्क लगाएर लपङ एरिया भनेको चाहिँ यहाँनिर रहेछ होइन टक्क लगाएर अगाडि त्यहाँ पुल देख्न सक्नुहुन्छ झ्याप्प लगाएर ल लपाङ खोला पुल गाइस टक्क लगाएर देख्न सक्नुहुन्छ होइन लेखबाट बेसी मथरेछ भुलमा भमरा माया माया खोलाएर यहाँ पनि खोलै छ जता पनि खोलै छ अब मेरो पालो हालिदिन्छु म त यस्तो हुन्छ जानु गाई जानु यस्तो छ हाम्रो डोलीहरू होइन खोलाएर यो कमरा नराम्रो देख्दा होला क्या फालिदिन्छु नि आजकल दिइरहेको छ जोस् गोपाल दिइरहेको छ सबजनाले होइन गोपाल 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 गाइस गोपाल आज त गोपाल मजा हुनेको गाइस होइन दियो गुड पर्फर्मेन्स गाइस गोपाल 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 हामी पनि आउनु
गाइड अगाडि पछाडि छ सबजना होइन जताततै आउने जाने क्रम जारी छ गाइडमा चाहिँ हल्का पछाडि जान्छु होइन ल हुन्छ जज पछाडि अगाडि चाहिँ अलिक कस्तो लहरिया जस्तो फिल हुँदो रहेछ गाइड होइन त्यही भएर म चाहिँ अहिले टक्क लिएर हुन्छ पछाडि बसेको छु झ्याप्प लगाएर होइन जस म बलमा जाइरहेको छ गाइस यु क्यान सी होइन बुझ्यो गाइज यो त केही थाहा छैन गाइज एकदम नयाँ नौलो ठाउँमा आएको जस्तो फिल भइरहेको छु आज होइन हुनु त फर्स्ट टाइमै आउनु पनि ओ कपाल त खासै त्यति राम्रोसँग बाटो थाहा छैन हामीलाई गाइडतिर होइन त्यही भएर त अक्क लगाएर सोध्दै जाँदैछौँ कहाँ आइपुग्यो केही थाहा छैन होइन कुन गाउँ कुन ठाउँ आँखो तर्दै धारी सलेन्टर भनेको चाहिँ यहीँनिर होला सायद आफूलाई त थाहा छैन गाइस सक्नुहुन्छ कपाल छ यहाँनिर हल्का फेरि ओह्रालो रहेछ ओह्रालोमा अलिकति फेरि गाह्रो जस्तो लाग्छ होइन तर यो त नर्मल नै हो यतिको त हिजोको यो भन्ने एकदम डेन्जर थियो डेन्जर होइन त्यो चाहिँ कुन खोला आफू खोलै हो कि हो अझै पनि खोलै खोला हिँड्यो रे भक्कुला भने जस्तै कति खोलै खोलाको बाटोमा चाहिँ आएको होला हौ लाखे Wait. Come on, baby. Let's move closer. No.
Yes, boss.